मरेर जान्छ नि तर हामीले चाहिँ जिउँदै स्वर्ग देखिरहेको हो बाट हिँडेको होइन कहाँको यो डोजरले यहाँ बाटो खन्दो रहेछ यो चाहिँ धुन्चे बजार माथि आउनु आउने छिटो बस तिम्रो नाम के हो कालिम शेर्पा अलि मिन्दा A few moments later. Hey guys, हाम्रो अब हाइक सुरु भइसक्यो टक्क बाइक यहाँ राखिदिएको बाइक लान सक्ने कन्डिसन छैन बाटो खतम यस्तो छ बाटो यहाँबाट हामीले ल्याउन नसकेर यो चाहिँ शेर्पाको यहाँ पुगिसकेछ शेर्पा गाउँ गाइज हेलो ड्याम तो के हो के को हेलमेट राख्ने कार्यक्रम भइरहेको छ यहाँ ल दाइ भनिदिनु त यहाँ 2 शब्द बोलिदिनु भ्लगमा एकदम अविस्मरणीय क्षण के भने स्वर्ग देख्नलाई मान्छे मरेर जान्छ नि तर हामीले चाहिँ जिउँदै स्वर्ग देखिरहेको हो ल मे बाइ बाइ हस् ल हाम्रो यात्रा सुरु भइसकेको छ है गाइस यहाँ अङ्कलले अब के भन्नु पर्यो 2 शब्द लोसार के शेर्पाकोमा आएर पनि लोसार खायो ग्याल्बो लोसार ग्याल्बोको रोटी ग्याल्बो रहेछ घिनिसकेपछि गाउँ आयो कता कन्फ्युज पानीहरू गाइस पानी सेतो हामी चाहिँ लामा होटेल आइपुग्यो ठिक छ अब एकछिन यहाँ रेस्ट हानिन्छ खाजा साजा खाएर अनि चल्दिस को म थाक्यो अलिअलि थाक्यो
कसरीको हाइटमा हामी कुत्रुकै जाँदै हिँडेको तल त मैले हात जस्तो क्या ओहो के हो यो सब भइसक्यो हिँड्न सक्दैन आफू एक्लै छु पछाडि Oh guys नै पर्यो यहाँ पारि चाहिँ घाम लागिरहेको छ चिसो बोल्न थाल्यो नि त गाइस यहाँ माथि झर्ना रहेछ है त्यो बाटो हुँदै आएको यस्तो डाँडा त कति कट्यो होइन यहाँबाट सट्टा र यो पुलबाट क्रस गरेर आएको अनि एउटा कुरा यस्तो भएको छ पुरै हिउँ आइस भएको छ कति हो बाटो लाङबाङ अष्टै निकुञ्ज छिरियो तल झर्ने मान्छे चाहिएको थियो कि एउटा सानो कार्ड पुऱ्याउनु पर्ने नेसनल पार्कबाट हामी हिँडेको 3000 को हाइट भने 3032 कति आयो त म अढाई घन्टाको रेस्ट पछि हिँडेको खाजा खाएर एक दिन त सुतेको भुस भएछ अझै 4 घन्टा हिँड्नु पर्ने अवस्था ढिला होइन भनेर मलाई कराइ छ धन्य घना तबेला कटेर आएँ रित्तेर्ने मान्छे हिँड्यो अलि टुइन रित्तेर्ने मान्छे हामी यो दुईटा भारी भारी हिँड्यो Few inches later. यो चाहिँ हामी अझै लाङटाङ पुग्नलाई 2-2.5 घन्टा अब यो चाहिँ हामी ठ्याक्कै घना तबेलाबाट उमा लाग्दै हैन मौसम खतरा छ आज मिति 2081 फागुनको 24 गते दिन यस्तो छ यहाँ मौसम
तलतिर घाम लागिरह होला यो खोला छ उता ठ्याक त ठुलो पहाड छ यता नि पहाड छ त्यो बगा देखा भारी दुईटा रित्तै नि जो हिँड्न गाह्रो माने एउटा अर्को कहाँ पुगिसक्यो त्रिशुली खोला यही है मुहान कस्तो भएछ ट्रेकिङ ट्रेक कस्तो भइरहेछ गाड गलत भयो हालत खराब बनाएको छ केटाले सबभन्दा धेरै हिँड्नेमै पऱ्यो यहाँ धेरै हिँड्नेमा पऱ्यो रे हामीभन्दा धेरै धेरै हिँड्ने कहाँ कहाँ घुमिछ त्यस्तरी धेरै हिँडेर यताबाट पसिना आइसक्यो कि पसिना होइन माथि हिउँ पर्ला जस्तो भइसक्यो पानी छिटो हाला जस्तो भइसक्यो सबभन्दा अगाडि आएकोमा कोही थिएन डर लागेर यहाँ सास भनेको एउटा थियो हिँड्न नसकेर चाहिँ पछाडि थियो भन्न मान्छे कहाँ पुगिसकेको अर्को हेरौँ पहाड यस्तो डेन्जर छ यो सबै होमस्टे थाक्यो डेन्जर हामी चाहिँ यो बाटो हुँदै जाने जस्तो लाग्यो टक्क नदेख्ने भइसक्यो यो बाटो हुँदै आएको त यो मान्छे चाहिँ हिँड्न नसरी ओइ ओइ उड्नस् यस्तो खतरा ठाउँ छ होइन मौसम जो हिँड्नु नसक्ने त्यसलाई फोटो खिच्ने धेरै हेरौँ खोलाहरू छ मस्त यता छ चौरी गाई जस्तो लाग्यो है टक्क हामीलाई जस्तो हेर्छ त उल्टी के हो सानो ब्रिज रहेछ है मेरो पछि आइरहेको छ उल्टी के लगभग हामी चाहिँ आइपुग्न लाग्यो है गाइज यो बाटो हुँदै जाने टक्क लाएर ल्यान्डस्लाइड एरिया ल खुट्टाको हालत त थकाइ त लागेन अहिले होइन खुट्टा गल्ली लाग्यो अहिले त जोस अलि आयो केटा जोस आयो अलि पुगिन्छ
वहाँसम्म पुगिन्छ एकचोटि हिँडेर वहीँसम्म पुगिन्छ अब भने What? Bro, what are you talking about, man? बाटो कन्फ्युज भएको अवस्था ट्राभल्स गेस्ट हाउस ल पानी छिटो हान्ने गाइज ल तल आइपुग्यो मरेरै आयो अँध्यारै भयो 6:30 नै भयो यो बाटो होइन नि जस्तो लागिरहेको मलाई होला चाहिँ खोला रहेछ ल फाइनल्ली बजारको बिचमा छ हामी हजुर 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 बत्ती बोले देख्दिनँ ए त्यो पछाडि भयो चाहिँ डाँडै कटिनुपर्छ केटा फाइनल्ली बजार यस्तो छ बजार हामी पुग्दाखेरि मासु पुग्न सक्छ क्या बेगेले